ए हो यता खिच्नु कति राम्रो मान्छे हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ यति सुन्दर मान्छेहरू पनि आउँछन् पार्कमा होइन मलाई अहिले पनि म रिपिटेडली सुन्छु कि होइन त्यो त सर यही भिडियो खिच्दै गाइदिनु न त गाइदिनु न फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बीच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि कर्पोरेसन हो यही हो यो त सर के कर्पोरेसन छ के यो टिम्बर के काठ के काठ यो त उ हो नि त सर सार्वजनिक के भन्छ रे के जंगल भन्छ रे हाम्रो सामुदायिक वन सामुदायिक यही त हो नि भएको होइन र के रे मेला भएको थियो मेला भएको ज्योति मगर भयो अनि अर्को त्यो के रे अरे लौजा होइन ऊ के रे चौहान के चौहान एलिना चौहान आएको म पनि आएको छु त्यतिखेर यहाँ चाहिँ राम्रो छ कि यो दृश्यहरू यहाँको अनि के पार्कको नाम के रे यो अजमबरी जैविक विविधता पार्क छ अजमबरी जैविक विविधता पार्क ल अहिले चाहिँ लमैमा छ यो सुन्दर यो पुरै बिहान आएर एक्सर्साइज गर्ने ठाउँ ओपन जिम छ सर ओपन जिम यो देखेँ मैले भोलिबाट सधैँ सर हामी आउने कुरो भइसक्यो ए अब बच्चाको खेलकुद गर्ने ठाउँ छ उता पार्क पनि छ अब त मलाई यो केही जाँगरै लाग्दैन के गर्ने सिद्धिन मेरो त अब होइन अब छोराछोरीको पालो हो होइन सर टेन्डेन्सी सिद्धि सबै अब यस्तो चाहिँ सिङ्गल भएर शैलेश सर पनि घुम्नु परेको छ अबदेखि यहाँनिर पार्कमा शैलेश सर 50 ओभर 50 ल अहिले हामी चाहिँ होइन उ त्यहाँ रहेको भ्यू टावर यो त्यो भ्यू टावर जाँदैछु नजिकै छ यहाँ भाइहरूले मैले त अब यहाँ लमै आएको 10 वर्ष भन्दा बढी भइसक्यो तर म चाहिँ होइन अझै उनीहरू उता अझै फितानो भयो तर म पनि आएको कम्तीमा 1 दशक त भइसक्यो तर यो पहिलोचोटि पढाउन आएको भ्यू टावर चाहिँ आउने मौका झुरेको थिएन हुन त अहिले भर्खरै बनाएको हो नि यो भर्खरै बनेको हो अनि कसरी आउने त त्यही त बनेकै थिएन यो सानो वनको बाटो हुँदै हामी अगाडि बढ्दैछौँ होइन हेरौँ अब बाघ भालु त नआउला के अरे अब जति आए पनि अब हामी 3 जना छौँ नि त होइन जुसी मान्छेलाई लान्छ कि हामीलाई लानु जुसी किरण हेरौँ आशा गरौँ ल हामी यहाँ यो के अरे भ्यू टावर त आयो लमैको होइन तर बन्द रहेछ सब बन्द रहेछ अब यतिखेर त हामी आएको कति बजे अहिले 7 बज्यो अनि चाहिँ कहाँ हुन्छ त यसरी अब ठिकै छ अब घुम्दै आइयो के अरे बन्द हुन्छ यताबाट त्यही त्यो भने त बाटोमा उ छ के बारलाखान सेउलावाला ए त्यहाँ चाहिँ चाबी हुन्छ यताबाट ए कुवार सरलाई मैले सिटी बजाउँछ नि अलि पार्क बन्द भयो भने त फेरि हामी यहीँ बसेको हुन्छ आज ए हामी यही बाटो फर्किने ए ल अब भ्यू टावर हेर्न पाइएन के अरे माथि गएर होइन अब चाहिँ यसमा चाहिँ हामी आफ्नो देखिने भिडियो यो तलकै त्यही त हो यो भ्यू टावरबाट देखिने भ्यू भन्दा राम्रो त हाम्रो क्वार्टरको छतबाट देखिन्छ सर अहिले जामला हो र ए 4 तलाको यो भन्दा अग्लो छ के क्वार्टर डाँडामा 4 यो भन्दा 4 तला माथि भनेपछि सोध्नु न हामी ए हुन त हो खासै अग्लो त छैन नि यो ए ठिकै छ ल चित्त बुझाइयो चित्त बुझाइयो अब त्यही क्वार्टरै 4 तल्ला छ के अरे
त्यहीबाट हेर्ने कुरा भयो हाम्रो होइन। जय हो पृथ्वी भ्यू टावर, जय गणेशाय नमो नमः भगवान्।